लागि बाहिर मान्छेहरू पैसा खर्च गर्छ हामी सुनको पानीमा नुहाउँछौँ हामी सुनको पानी बाटोमा फाल्छौँ बेचरी सुन पानी हो यहाँ सुनको मतलब छैन हामी सुन पाउँदैनौँ त्यही भएर किनकि हाम्रो यहाँ बाटो सुन फालिएको छ बाटो चाहिँ एकदम राम्रो आज घाम लाग्यो तर आज घाम लागेर भयो पनि हामी बाटो चाहिँ जस्ताको जस्तै रहेको रहेछ माफ गरिदिनुहोस् हामीलाई बाटो चाहिँ धेरै राम्रो छ के गर्नु यतिको राम्रो बाटो छ जिन्दगीमा कहीँ छैन होला भाग्यमानी हो क्या भाग्यमानी हामी त यतिको बाटो त मान्छेहरू काठमाडौँको बाटोलाई यो बाटो ऊ बाटो गर्छ यो बाटो देखाइदेऊ न काठमाडौँ घरमा आँख बनाउनु पर्छ नेपालमा मान्छे आँख कहाँ चाहिन्छ भन्छ नि यहाँ चाहिन्छ हाम्रो बाटोमा चाहिन्छ मखानी कहाँ छ मेरो बाटो Papa रे papa Lady rider पर हाँ? Lady rider पर ल हामी चाहिँ अब काठमाडौँ गेम त गर्नु पर्यो फेरि छ होइन धेरै टाढा चाहिँ छैन तर धेरै जोड प्रयासपछि हामी आँखा आइसकेको छौँ यहाँको बेला कहाँबाट बालहरू हालेर आएको थियो अरे अनि पछाडि त्यो काट्छे यहाँ छ ब्रिटिस कलर भएर त्यो चाहिँ हाम्रो एकदम लामो भएको थियो एकदमै लामो थियो त्यसको जिउ चाहिँ त्यही कता थाहा छैन भोजपुर पानट्याङ्की पुग्न हामीलाई 12 किलोमिटर छ 12 किलोमिटरमा अब हामी कति मिनटमा पुगिन्छ थाहा छैन त्यो पनि होइन लगभग हामीलाई अझै 45 मिनट लाग्छ होला तर सो अब अहिले चाहिँ हाम्रो लागि यो पिच बाटो जतिकै भएको छ सडनमा पिचै आए जतिको भएको छ अहिले चाहिँ होइन अहिले बाटो हेरेर चाहिँ हाम्रो लागि सोधेर हो त्यस्तो लाग्यो तर हामीलाई बाटो चाहिँ एकदम पिच जस्तो लाग्छ लागेर फेरि आफूलाई चाहिँ खानु पर्यो यो चाहिँ इलामको अलिअलि भोजपुरको यताउताको भ्लग मिसाएर हाल्नु पर्यो क्या यसमा पहिला एउटा हालेदेखि हालेको छैन अन्त इलामको भ्लग सानोबाले आफ्नो पेजमा हाल्छु भन्दै नि पैसा पाउँछ के अरे गोप्रो चाहिँ किनिदिनु पर्यो Right.
त्यो डाँडा पारी साउदे झरी गर्नु र एउटा गोप्रो लिएर खाँच्छु पो त पाहाडतिरको मोटो ब्लग गर्नु हालिहाल्नु फेमस हाम्रो त्यस पछाडि अटोग्राफ सेल्फी भन्छ राख्नु टाउकोमा गोप्रो तिमीले हेलमेट किनेर मार्नै आँट्छ त मलाई लाइसेन्स निकाल्यो भने किनिदिनु पऱ्यो ठ्याक्कै लाइसेन्स निकालिस् भने तँलाई एउटा हेलमेट किनिदिन्छु राम्रो खालको निकालेन मेरो भाइ लाइसेन्स निकालेन पहिला यहाँ चाहिँ घोडा चढाएर आउँथे तर के भयो थाहा छैन
यहाँबाट चाहिँ उँधो सिधै हेर त उनीहरू मुस्ताङको भिड भन्छ नि यहाँ आएर त्यहाँदेखि तलतिर गएर कहाँ पुगिन्छ थाहा छैन नामकरण हुन्छ मामा भान्जी भिड भन्दाखेरि के भन्छ फेरि नथाहा। आयो घाम लागिरहेछ तर बाटो चाहिँ राम्रो छैन राम्रो बाटो हिँड्ने वातावरणै छैन क्या हाम्रो भोजपुरमा केटाकेटीलाई राम्रो बाटो हिँडिनास् भनौँ गलत बाटो होइन गलत बाटो हिँड्ने भन अनि सही बाटो देखाइदियो नि त कहाँ छ सही बाटो खै खै भरे चाहिँ प्लास्टिक बेरेर भए पनि आउँछ हो त्यो गरेर जुत्ता म पनि प्लास्टिकको बेर लान्छु सेतो जुत्ता पर्सि लाम जानुपर्ने नयाँ नयाँ जुत्ता रेड टेपको खुट्टाले ब्रेक हाल्नु मुगिहाल्छ भने मसँग भुट ब्रेक छैन भने बाटो त भरे चाहिँ बरु 20 रुपियाँको प्लास्टिक किनेहरू आम्मा यहाँ त कति चाहिँ बगेको रहेछ छेउमा पुगेर यस्तै त लागिरहेको थियो यो बाटो यसको बनाइहेर्दाखेरि नै मलाई कहाँ पुगेर आयो जस्तो देख्नु होला यहाँ खतरा चिप्लो हुन्थ्यो पहिला जङ्गलको बिचमा पुरा बसेर खान्छ अनि फेरि सल्लाहबारी छ कस्तो बाटो भनेको It's very dangerous हाम्रो भोजपुरको बाटो चाहिँ खतरा छ त्यो चान्चुने भाटे बुझेर आएर चढाउनु सक्दैन यहाँ हाम्रो मामाले मात्रै चलाउनु सक्छ प्रोहरूले मात्रै
भयो अन्तिममा